बर्जु गाउँपालिका बेलाझोरामा जुन हाम्रो भुटाको मौलाना आरिफ फलाहीको छोरी आत्महत्याको अवस्थामा जुन फेला परेको थिए त्यसको बारेमा अहिले सामाजिक सञ्जालमा धेरै कुराहरू आइरहेका छन्। त्यसको बारेमा स्थानीयहरूको हिसाबले यो कुरा थाहा लाग्छ कि यो आत्महत्या होइन, यो हत्या हो। किनभने जुन आरिफ फलाहीको छोरी छ, जुन बिहे गरेर बर्जु गाउँपालिका बेलाझोरामा थिए, त्यसको माथि त्यसको सास ससुरीको तर्फबाट धेरै टर्चर भइरहेको थिए। खानापिना नदिइकन धेरै त्यसको माथि अत्याचार गरिरहेको थिए। स्थानीयहरूको हिसाबले यो कुरा स्पष्ट रूपमा थाहा लाग्छ कि आत्महत्या होइन, यो हत्या हो। त्यसैले म एउटा कुरा के भन्न चाहन्छु भने कि जुन हाम्रो स्थानीय पुलिस छ त्यो एकदम गम्भीर रूपले यो केसलाई लिएर यसमा छानबिन गर्नुहोस्। साथै जुन एउटा मात्रै हाम्रो इलाकामा होइन पुरै नेपालमा जुन तरिकाको एउटा आत्महत्या गर्ने एउटाको यो घटना धेरै आम भइरहेको छ त्यसलाई नियन्त्रणमा लिने अपिल गर्दैछु। साथै म एउटा कुराहरू के भन्न चाहन्छु भने नारी के हो, त्यसको सम्मान कसरी दिने, त्यसको बारेमा के कस्तो सोच्ने, यो एउटा पनि महत्त्वपूर्ण कुरा अहिलेको हिसाबले बनिरहेको छ। अहिले एउटा छोरी आफ्नो आमा बुवाको घर छोडेर अर्काको घर जान्छ र त्यहाँ त्यसको माथि धेरै टर्चर गर्छ र साथै त्यसको माथि अत्याचार गर्छ र जुन त्यसको सास ससुरी हुन्छ त्यो आफ्नो छोराको पत्नीलाई राम्रोसँग हेरचाह गर्दैन। पति त विदेशी रोजगारको कारणले गइहाल्छ आफ्नो घरबाट, तर त्यो नारी, त्यो बेटी, त्यो छोरी सुरक्षित हुँदैन। म यसकोतिर ध्यान आकर्षण गराउन चाहन्छु जिल्ला प्रशासनलाई। साथै एउटा कुरा के भन्न चाहन्छु कि नारी भनेको एउटा सम्मानको कुरा रहेछ। हामी मुस्लिम हो र मुस्लिममा नारीको सम्मान के कस्तो रहेछ हामीलाई स्पष्ट रूपमा थाहा छ। फेरि पनि हाम्रो समाजमा यस्तो भइरहेको छ भने हामीले अरूलाई के सन्देश दिन खोजेको यो एउटा आफैमा क्वेसन मार्क बनेको छ। त्यसैले हामीहरू यसमाथि कडाभन्दा कडा निगरानी गर्ने र यसको विरुद्ध आवाज उठाउने हाम्रो जिम्मेवारी रहेछ। थ्याङ्क यू सो मच। जय नेपाल।